यहाँ सुन्नु त 1 रुपियाँको केही आउँदैन 10 रुपियाँको दाम सुन्नुहोस् है कुरा तेरी दिदी सेलले लग्यो सेलको पुच्छर ताम केपी शर्मा ओली यस्तो एउटा नेता हो नि 14 वर्ष परिवर्तनलाई जेल बसेको नेता हो नि त हाम्रो हजुरबुवा मारेर बसेको ज्यान मुद्दामा जस्तो तरुनी घुमाएर बेलुका रक्सी खाएर केटी सुताउँदै हिँड्ने युवासँग होइन यो साराका सारा मान्छे बेकुब बनाएर प्रदेशको सदस्य बनाइदिन्छु तिमीलाई केन्द्रीय सदस्य बनाइदिन्छु तिमीलाई माननीय बनाइदिन्छु भनेर बेलुका माल खाने रक्सी खाने तिनै महिलासँग सुत्ने भूमिका निर्वाह गर्ने पात्र त तपाईँ हो नि होइन एमाले सकिएको उनीहरूको कारणले त केटीसँग घुम्न जाने मैले लगाएको हो तपाईँको कारणले हो एकछिन अरेली काँडैले मैले नाच्नु भनेर मैले लगाएको हो फाइटिङ खेल्ने जे खेल्ने के खेल्ने खेलौँ त कुस्ती काटा काट तरबार हानाम खेलौँ त बन्दुक हानाम पनि खेलौँ त एक्लै काफी यो चस्मा तपाईँ थाहा छ 45 लाखको चस्मा हो दुबईको राजकुमारले गिफ्ट दिएको त्यो चस्मा 100 रुपियाँ भन्दा बढीको चाहिँ होइन होला बेकार फुर्ती लाग्यो बुढाले 100 रुपियाँको कुरा गर्छ बाटोमा फल्याक ठडाएर 25 रुपियाँमा बेच्छ त्यस्तो चस्मा 20,000 पनि तल बढ्ने कुरो हुँदैछ तपाईँहरूको लागि म लडिदिनु पर्छ मलाई लगेर थुनेको गर्नु अब ऋषिजी तपाईँले बुझ्नुभयो नि उगु बोक्दा पनि काम लागेन जुलबी हाल्दा पनि काम लाग्यो त कति दुखी मान्छे उगु पनि बोक्दैछ रुपी पनि छ बिउ पनि काट्दैछ एक भोट दिएछ चटपटे पनि बनाइदिएछ ओह्रालो पनि मार्दैछ चुम्मा पनि खाइदिएको छ यस बस्नेलाई ठाडो च्यालेन्ज छ म मात्र छोड्दिनँ अनि लागेर आउँछ तिमीलाई थु भन्न मन लाग्छ थु खान गुने खा घन्टी टिनिनी बेटा सबैलाई टिनिनी भएको छ अहिले मैले त अस्ति भनेको चुपचाप घन्टी छाप भनेर अब आमाका छोराहरूले विदेशमा बसेर छोरीहरूले आमा त्यहाँ घन्टीलाई भोट हाल्नु भएन भने हामी घर आउँदैनौँ भन्थे अरे अब उनीहरूले पनि आउनु पर्दैन घरै छैन यता खाना जाँदाखेरि ठिक्क 1 प्याक 2 प्याक खायो ठिक हो अब हाम्रो तपाईँको चाहिँ सुत्ने गरी लड्ने गरी खान्छन् त नि अब हो पनि फेरि रक्सी खाने लाग्ने गरी खाने हो नभए त दुध खायो भइगयो नि अनुहार कस्तो छ यिनीहरूको सबै गनाउने मुख लगाएर अहिले त मलाई देख्यो भने एयरपोर्टमा भाग्छन् म त यसो भन्छु नि त यिनीहरूलाई एयरपोर्टमा कहीँ देख्यो भने तस्कर कता हिँडेको भनिदिन्छु अनि सिधै राम्रो काम गर्ने हो बियर खाने जेलमा 14 वर्ष बसेको भन्छन् त अहिलेको प्रधानमन्त्री के बनायो जेल त उता दिल्ली बजारमा म बसेको तपाईँ गएर भित्र गएर एकपल्ट हेर्नु होला मानव अधिकारवादीलाई लिएर गएर उहिले राणाहरूले घोडा बान्ने तपाईँ लाएर त्यो पनि दिपक मानिस बस्न योग्य छैन झ्याल छैन ढोका छैन तातो हावा मात्रै छ अनि त्यो धन्न दीपक मनाङ्गे दाई हुनुहुन्छ नि दीपक दाईले बनाएको छ त्यहाँ अलिअलि लगानी गरेर बिचरा बनाएको छ मैले पनि गएर चाहिँ सामानहरू हाल्ने एक्सर्साइज गर्ने सामानहरू हालेर आफैले खर्च गर्न फेरि भोलि जानुपर्छ त्यहाँ मैले देखेँ क्या पुलिसको हालत हैसियत हिजो साथी जालमा आर्मीसँग भिडेको मान्छे पुलिससँग के को पिर बनाए पुलिस देखेको छैन मैले जागिर छोडेर आएपछि एसपी के भन्छ दुर्गाजी मलाई जागिर दिनु पर्यो भन्दै आएका छन् मसँग तपाईँलाई थाहा छ मेरा घरमा पुलिस जाँदाखेरि तपाईँको संसारको गब्बर सिंहलाई पक्रिन गयो जस्तो सारा ट्याङ्कर यताबाट पनि ट्याङ्कर उताबाट पनि ट्याङ्कर सिआइबी है काम गरेर सतीले सरापेको देश पनि होइन यो हिजडाले सरापेको देश हो क्या यो देश आज एउटा कुरो याद गर्नुहोस् न मलाई तपाईँले कसलाई हिजडा भन्न खोज्नु भएको हत्याकाण्डमा बाबुराम भट्टराईलाई नाकमा खुर्सानी हालेर सोध्ने पनि दरबार हत्याकाण्ड पत्ता लाग्छ याद कुरा न बेला जिब्रोमा क्यान्सर भएर 9 टुक्रा भन्नु होइन 9 टुक्रा गरेर जोडेको जिब्रो भनेपछि बोल्नै नसक्ने स्थितिमा अब 9 टुक्रा भएको जिब्रो अलिकति घाउ हुँदा त बोल्न सकिँदैन 9 टुक्रा भएको मान्छेले त बोल्न सक्दैन तर आज त्यही जिब्रोका कारण तपाईँ चर्चामा हुनुहुन्छ मान्नुहुन्छ नि यो कुरा त्यो कुरा म मान्छु के जिब्रो छुच्चै हो तपाईँको